तेरिका यो बत्ती फेरि गयो यो गर्मीले त कहिले छोडेन हो साथै तेरिका हे तेरिका गरे पनि सर्ट लागेको त पटक्कै मन पर्दैन मलाई त को आयो हो फेरि ए दिपेश तिमी आयो अरे के छ यार साथी ओहो ठिकै छ अनि के यस्तो गरे बसेको तिमी म त के गर्नु फ्यान ताप्दै थिएँ भर्खरै फ्यान गराउनु बस्ती नै गयो आउ न बस न बस ए यस्तो गरे बस्छु म ए अब अबे साले कहाँ जान्छु यस्तो बसिहाल तिमीले भने म बसिहाल्छु ल बस 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 ओहो ओहो कुशल के छ अनि अब बस 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 यस्तो अनि गरे के छ नि गर्मी छ त मेरो टाउको त भागको टेक्सी जस्तो तातो भइसक्यो अब कहिलेदेखि साँचो बन्न थालिसक्यो आफै आफै भन्छौ अनि समझ रहे हो समझ रहे हो समझ रहे हो अहिले त गर्मीले पनि साह्रो पारिसक्यो कसो फोन आएछ हौ हेलो साथी अब यहाँ कति भयो हामी नभेटेको ए आयो कहिले आयो ल हामी आउँछौँ नि त ल हामी सबै साथी यहीँ छौँ आउने आउँछौँ ल ए ल ल जाउँ जाउँ बोलायो कसको हो आयुषको कल आयो हौ ए हाम्रो आयो विराटनगरबाट आइसक्यो ल जाउँ न जाउँ आयो नमस्ते आन्टी नमस्ते बाबू नमस्ते ए रहा नहीं जाता तड़प ही ऐसी है ना धेरै पछि देखेको त हौ है तेरिका केटा ज्यान लागेर बस 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 केटा बस भइगयो बसौँ न त ल साथी हो तिमीले धेरै पछि आयो भेटघाट पनि भयो अब यस्तो गर्मीमा आयो के खाने पानी खाने खाऊ न त पानी खाऊ चिसो छ पानी नै खाऊँ न त किसन ला देखा आपने लापरवाही का नतीजा है ला पानी पनि पोखिएको साथी हो ला हो बिजक भएछ त नि अब के गरौँ भन्दाखेरि अब पानी पोको खाना मिलेन बरु हामी गएर फ्रिजरभित्रै बस्दिउँ यस्तो गर्मी छ हेर त बाहिर आम्मामा जम्लु जम 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 फ्रिजरभित्रै जाउँ अरे कहना क्या चाहते हो हैट तेरिका के कुरा गरेको यहाँ बस आएर फ्रिजमा बस्छ अरे यहाँ गर्मीले मान्छे पाकिसक्यो मजा गर्मी गर्नु थियो नि त त्यसैले गर्दा फ्रिजमा चिसो हुन्छ भनेर भनेको क्या मैले चाहिँ ए दैट त्यस्तो चाहिँ कुरा चाहिँ नगर्ने आलु आलु जस्तो त्यसो भए भयो 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 म साथीलाई कल गर्छु म कुन साथीलाई हो पखन एसी छ क्या यसमा त्यसले उठाउँदैन फोन चाहिँ उठाउँदैन कस्तो टाइममा बोल हावा मान्छे त्यो हेलो हेलो कहाँ छौ ए घरमै ए त्यो पनि के गर्ने त ए सुन न एउटा काम थियो हौ तिमी घरमा काम छ हौ होइन त्यो धेरै इम्पोर्टेन्ट काम छ क्या आउनु मिल्छ र हामी आउँछौँ नि त ल हामी 1 2 3 जान्छौँ ए म चाहिँ 4 जना हो ए ल हामी हिँडेको अब ल जाउँ जाउँ केटा जाउँ कसको कसको घर हो त्यो चाहिँ भन न सुरुमा अभिषेक मोटेको हो पैसा ही पैसा होगा कसको बोलाएछ अहिले दिपेशको पो रहेछ त भन न साथी कता हो तिमीहरू हाम्रो आइसकोमा ए अनि हामीले धेरै दिन भयो मिटअप नगरेको आऊ न त मेरोमा यसो चिल गर्नुपर्छ हल्का मेरोमा एसी पनि छ आऊ अनि कतिजना छ त्यो आइसकोमा 4 जना मेरोमा आऊ न त यसो चिल गर्नुपर्छ धेरै दिन पनि भयो ललकडाहरू अब उफ कसलाई बोलाउनु पर्छ यस्तो गर्मीमा धनी मान्छे हेरेर पाउनै हुँदैन मस्त जोक मारा रे ये हंस रहे हलकट हंस आइहाल्छ गर्मी अगाडि वाक्क भएको छ अझै यिनीहरू आएर वाक्क लाउने भयो
सकिँदैन नि हो सकिँदैन कौन है ये लोग कहाँ से आते हैं यहाँ पुरै बेसी त है त्यही त बल्ल गर्मी गरेर आचाम होला माथि ल त्यही त माथि नै जाउँ जोर्डन किन्दा नि बोल्नु लास लागेर मजस के थाहा त्यही त मोटे कहाँ छ मोटे कहाँ गर्छ ओहो अभिषेक के छ साथीहरु के छ खराम्बो धेरै भेटेर आम्म आहा के छ को त राम्रो त ल बस म यसो वासरुम गराउँछु ल ए हस् हस् छिटाउ ओए राजु आछै तिमीहरू के कुराले हाँस्दैछौ हजुर मलाई छिराउन ओ राजु मेरो नाम सुनेर हाँसेको अभिषेक नटी बोय चार बार बोल रहे हैं पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए हैं? अबे पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को संभालो है तेरि गाई गरेर के गर्नु केटामा पानी खाएको ल त नयाले ए म खान्छु नयाले ओए अब पानीमा लगायो अब तलाई दिदिन पानीमा म खान्छु यार पानी त तलाई म पानी दिदिन खाने यार उजा लास्ट पानी उजा हामी खाने आया चल कोही खाँदैन पानी म खान्छु पानी ला हेलो गाइस हामीले चाहिँ फाइनली सकिसक्यौँ होइन भिडियो बनाएर सक्यो आज फाइनल सक्यो होइन मेहनत बल्लले अन्त्य भयो हैन दुई दिनको मेहनतले हामीले चाहिँ अब दुई दिन हामी कहाँ कुदिनौँ के गरिनौँ अब यसको तपाईँले पक्कै पनि हेरेर प्रतिक्रिया दिनुहुन्छ च्यानललाई लाइक कमेन्ट सब्सक्राइब सेयर सबै गरिदिनुहुन्छ भन्ने आशा छ धन्यवाद धन्यवाद हेर्दै जानुहोस् हाम्रो अझै आगामी दिनमा अझै राम्रो भिडियोहरू हामी ल्याउने कोसिस गर्छौँ यो त्यति राम्रो नभए पनि एकदमै मेहनत छ यसमा सो सबैजना सेयर गरिदिनु होला थ्याङ्क्स फर वाचिङ एन्ड बाई